भालखैमा जोडी छन् घरबार मेरो साथी रुवाए खबरदार भन्दै बेहुलाको घरमै पुगेर गाइन् अस्मिता डल्लाकोटीले दोहोरी। दर्शकबिन नमस्कार। आज पनि हामी रेणुका भट्टराईको नयाँ अपडेटका साथ उपस्थित भइसकेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरेर जोडिनुहोला। हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि जानकारी गराउनुहोला। यति बेला सामाजिक सञ्जालमा रेणुकाको बिहेको विषयलाई लिएर निकै चर्चा परिचर्चा भइरहेको छ। रेणुका भट्टराईको वैवाहिक जीवनको शुभकामना दिनेहरूको ओइरो नै लागिरहेको छ। यति बेला सामाजिक सञ्जाल मार्फत रेणुका भट्टराईलाई सम्पूर्ण कलाकारहरूले एकसाथ वैवाहिक जीवनको शुभकामना दिएका छन्। लोकदोहोरी गायिका रेणुका भट्टराईको निकै धुमधामसँग विवाह सम्पन्न भएको छ। बेहुलीको साथी बनेर घरमै पुगेकी अस्मिता डल्लाकोटीले यसरी रमाइलोसँग लाइभ दोहोरी गाएर सबैलाई छमछमी नचाएकी छिन्। दर्शकबिन तपाईँ पनि रेणुका भट्टराई अस्मिता डल्लाकोटीको एकदमै ठुलो फ्यान हुनुहुन्छ भने एक लाइक गर्नुहोला। हामी भिडियोको अन्त्यमा छौँ। तपाईँलाई हाम्रो भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया दिन भने नभुल्नुहोला।